तपाईँहरूलाई युट्युब साथीभाइ अब न्यू ब्लग है नेक्स्ट हजुर आज हामी चाहिँ 2072 सालको चाहिँ कार्तिक 1 गते घारीपाटन तमु समाजको चाहिँ देउसी भैलो कार्यक्रम छ है। त्यसमा हामी चाहिँ म र मेरो जीवन सङ्गिनी मेरो चाहिँ बुढी है इलेक्ट्रिसिटी जीवन सङ्गिनी मेरो बुढी पनि हामी जाँदैछौँ देउसी भैलो खेल्न। विशेष गरी हाम्रो समाजको ड्रेस है साथी हो। यसमा टोपी छ है गर्मी भएको छ यो त देखाउनु भने टोपी है टोपी र भाङ्रा यहाँ छ अलि गर्मी छ। एसी नेपालमा खासै उ छैन त्यही भएर हामी एसी लगाएको छैन नि त बढी बुढीको नि ड्रेस देखाइदियो भने र के हुन्छ अब हेर्दै जाऊँ। आज हाम्रो समाजमा देउसी भैलो कार्यक्रम कतिको रमाइलो हुन्छ कस्तो डान्स हुन्छ नाच हुन्छ है हजुरहरूलाई चाहिँ देखाउने नै छु। आशा छ आयो हजुरहरूले पनि हेरेर लाइक कमेन्ट सेयर सपोर्ट सबै गरिदिनुहुन्छ भने भरपूर्ण आशा गरेको छु। आज विशेष गरी हाम्रो समाजले चाहिँ के गर्छ भने नि वर्ष पनि घर घरमा नाच्दैन। हामी के गर्छ भने हरेक सालमा एउटा व्यक्ति घरमा नाच्छन् र सबैले त्यो ठाउँमा चाहिँ सबैजना मिलेर आफ्नो दक्षिणा त्यो घरमा दिँदैछौँ। विशेष गरी आज हामीले पनि त्यही ठाउँमा दिनेछौँ। आज हाम्रो ठाउँ रहेको छ मधगौडा भनेको फिस्टल ड्रिम पार्क भन्ने त्योभन्दा अलिकति माथि है। तपाईँहरूले पनि थाहा होला फिस्टल ड्रिम पार्क स्विमिङ पुल कस्तो छ भनेर पोखराको नम्बर 1 हो त्यो चाहिँ है। त्यहाँ त्यो स्विमिङ गर्न त्यो पार्क घुम्नलाई 1500 रुपिस टिकट लाग्छ। अनि आज चाहिँ कति दिने पऱ्यो 15,000 ठिक छ। रक्सी नै लिएर गइदिनु पऱ्यो है। अहिले हामी पोखराको नयाँ इन्टरनेसनल एयरपोर्टमा एयरपोर्टको छेउछेउ हिँड्दैछु। एयरपोर्ट आइपुग्यो। के अरे स्पिकर बोकेर गइन्छ एउटा बाजे घरबाट त्यो घरबाट हानस हुन्छ। है सबैलाई ह्याप्पी दिपावली होइन बढी ओके सम्पूर्णलाई आजको मेरो मिनी भ्लग कस्तो हुन्छ हेर्नु त। हाम्रो क्या दामी फुलहरू छ उयो है एयरपोर्टमा। नेपाल त नम्बर 1 हो नि त वर्ल्डमै नम्बर 1 हो नेपाल प्राउड अफ नेपाल क्या। त्यसरी म विदेश जान चाहन्छु गाइस। गयो युके गयो इन्डिया गयो दुबई गयो तर मलाई आफ्नै देश प्यारो लाग्छ। किनकि चाहिँ बल्ल हामी सबै आमा टोली जम्मा गरेर हिँड्दैछौँ। हेर पछाडि आइदियो भने पछाडि टक्क सानो गाडीमा हामी समथिङ बसेर गइदिरहेको है। तर ट्राफिक रुल्स अनुसार त यस्तो गर्न नहुने हो। बाध्यता छ बाध्यता। ल अब चाहिँ घारीपाटन तमु समाजको आमा टोली गन्तव्यतिर लाग्दैछौँ। हेरौँ देख्छु के हुन्छ पछाडि होइन रे। मजाले स्पिकर छ आमा टोलीलाई बोकेर कहाँ चाहिँ गइन्छ मेरो नाचिन्छ है त। अब कसको नाच कस्तो हुन्छ तपाईँहरूले कमेन्ट गरिदिनु होला। यो फलाना मोटी यस्तो नाच्दो रहेछ पातले यस्तै नाचिरहेछ आँखा ठुलो यस्तो कपाल लामो यस्तो भनेर कमेन्ट गरिदिनु होला है तपाईँहरूले। यो हो पोखराको फिस्टेल के अरे भाषालाई यो ड्रिम पार्क होइन फिस्टेल ड्रिम पार्कमा छौँ हामी यतिखेर। टक्क अब यो चाहिँ पारी धोबेला है पिकनिक स्पोट यतातिर पिकनिक स्पोट भने माथि निम्रो पोखरी अनि पारी हेर्न देख्न सक्नुहुन्छ तपाईँले। के भन्छ यो फुलबारी रिसोर्ट है हेर्न सक्नुहुन्छ। अहिले हामी दोबेलतिर छौँ। यतिखेर हामी टक्क बाउ छोरा भैलो खेल्न छौँ होइन भैलो। अहिले हाम्रो घाइबाट तमु समाजको देउसी भैलो कार्यक्रममा गुरुङ
जेके रेस्टुरेन्टमा अहिले दक्षिणा दिइसकेको छ। यतिखेर फोटो सेसन भइरहेको छ। केही छिनमा हामी चाहिँ नाचगान हुनेछौँ र तपाईँहरू चाहिँ नाचगानको भरिपूर्ण देखाउनेछु र मलाई पनि हेर्नु है, मलाई नै हेर्नु है तपाईँहरू। दक्षिण दिइसकेको छ। यतिखेर चाहिँ हामी पुरा चाहिँ त्यसरी हाल्ने हुन्छ कि माथि नारे पार्नु है मना औ अब चाहिँ नाचगान सुरु भइसकेको छ। अब नाचगान सुरु हुन्छ गाइज है। यो चाहिँ हाम्रो ढाका यो गुरुङ जेके रेस्टुरेन्टबाट दक्षिणा दिएको छ। दिएको छ घाइपल्ट समाज घरलाई। यतिखेर हाम्रो कक्षामा पनि यहाँ हुनुहुन्छ, भिडियो गर्दै हुनुहुन्छ उहाँले पनि। पा पा खै पा थोलो पा ओ बासलो के सारे यार ठीक लगी यार गले प्यार भाइ अरे के भयो के मलाई किन बिलो भयो पुछे के छ ल के भन्न जानुहुन्छ ह्याप्पी दिवाली भन्न चाहन्छु। थ्याङ्क यू ल सबैजना थ्याङ्क यू।